साथी मेरे यारा तूने मेरा हाल क्या कर दिया गुंजन भी ना दिया ना ओ साथी साथी ओ साथी ए साथी यस हजुर के लुगाइदिनु भएको कहाँ लुकाउँछौ के लुकाउनु भयो तपाईँले कहाँ लुकाउँछौ के हो अन्त देखाउ त साथी त्यही होइन हौ देखाउ न यार नानी नानीलाई चिप्स लगिदिएको चिप्स लगिदिएको एकछिन देखाउ न साथी नानीलाई चिप्स लगिदिएको भन्छु को ए साथी चिप्स यही हो चिप्स के हुन्छ अन्त साथी के भएको लुकाउँछौ त प्याम्पर्स बोक्दा बिहा गरेपछि बोक्नु पर्यो नि ल के हुन्छ खास चाहिँ अन्त तिमीले चाहिँ प्याम्पर्स बोकाउँदा चाहिँ के नै हुनु जस्तो होइन नि अब प्याम्पर्समा चाहिँ किन देखाइ बस्नु भनेर नि अन्त बिहा गरेपछि त अब बोक्नु पर्यो नि प्याम्पर्स त बाउ भएपछि तर यो प्याम्पर्सले साह्रै सताउँदो रहेछ हौ साथी के सतायो 70,000 सताइसक्यो किन मलाई 70,000 सतायो अनि यो 30 रुपियाँको प्याम्पर्सले एक घन्टामा 3 तेल बुझ्छ भनेपछि यो त सकियो नि बिहा गर्छ नि त्यस्तै हुन्छ नानीले प्याम्पर्स के छ भाउजू कस्तो छ भाउजू राम्रै छ राम्री होइन राम्री छ नि कस्तो छ भनेको हाल खबर खोइ सोध्नु पर्ने छ सोध्नु भन्छु खुसी आइहाल्छ नोबल भन्छ प्याम्पर्स त अब किन्नु पर्यो नि बाउ भएर त किन्नु त पर्छ त किन्नु त पर्छ तैँले पनि किन्नु पर्छ नि एक दिन मैले मात्र कहाँ किन्नु पर्छ तैँले पनि नेपालमा दुधहरू किन्नु पर्छ नि मैले त गरेको छुइनँ नि त गर्छस् नि त एक दिन बुढो गर्ने त मोड्दिनस् नि तँ तेरो पनि पालो आउँछ अनि म यो खास चाहिँ मैले आमालाई लोकदिँदै गरेको कि यता यता आमाको हड्डी दुख्दैछ भन्दै लोकिदिएको खास चाहिँ मालिस गर्ने यो चाहिँ स्प्रे हो हजुर यो चाहिँ हड्डीतिर लाउने सर्केको दुखेकोतिर लाउँदा हुन्छ हजुर यो तिमीलाई काम लाग्छ जस्तो छ हजुर भाउजू निकै ठटाउँछ कि के हो अपाए त्यो लागेकोमा चाहिँ यो बिजुली कारण पाङ्राको जोइन फुस्किएको छ नि त लागेकोमा चाहिँ त्यो ल ल साथी थ्याङ्क यू अब के गर्नु बिहा गरिहाल्यो अब के गरौँ जिन्दगी हुँदाको जिन्दगी तातो पिनाल खाएको जान्ने मान्छे जान घर चुपचाप कुरकुरे बसायो भन्दा पनि बिहा गर्नु हुँदैन नि हो त्यसरी कन्ट्रोल